हिजो धेरै पछि बाइकमा हिँडेका हर्का साङपाङ सवारी दुर्घटनामा घाइते भएका छन्। उनी आफ्नै बाइक चलाउँदै गरेको अवस्थामा गाडीले क्रस गरेपछि एक्कासी ढुङ्गा नदेखेपछि उनी आफ्नै बाइकबाट पल्टिएको उनीहरूले आफैले जनाएका छन्। उनी कटहरीबाट फर्किने क्रममा ढुङ्गामा बाइक अलिकति ठोकिएपछि उनी लडेको बताएका छन् भने उनीलाई सामान्य चोट लागेको छ। खासै धेरै ठुलो चोट नलागेको र उनी सामान्य क्रममा घाइते भएको पनि जनाएका छन् भने उनीहरूले मेडिकल उपचार पनि गरिसकेका छन् भने सुदन गुरुङ समेतले उनीलाई घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् र उनीहरूले विज्ञप्ति निकाल्दै फेसबुक मार्फत अनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफूले जनाएको बताएका छन्।